जय मसी, नमस्ते सबैलाई। आज कामबाट अलिकति छिट्टो आइयो र तपाईहरुलाई मैले रोपेको यो कुनै समय अगाडि रोपेको मैले मकैहरु फलेको छ। यसको म देखाउने छु तपाईहरुलाई। अनि यो हुँदो रहेछ, यहाँ दुःख गर्यो भने यहाँ पनि, यो देशमा पनि यो खायो भने चाहिँ अलिकति अर्ग्यानिक हो। अर्ग्यानिक खायो भने मात्रै मान्छे चाहिँ अलिकति स्ट्रङ हुन्छ। त्यसले गर्दाखेरि यहाँनिर अर्ग्यानिक तपाईहरुलाई देखाउन गइरहेको छु। यो करेला अनि मजाले फलेको रहेछ करेला। निकै ठुलै भएको रहेछ यो चाहिँ। अनि हाम्रो गाउँकै याद आउँछ, भुटानको याद आउँछ। मजाले फलेको छ। हुन चाहिँ अब यहाँ चाहिँ बगर मात्रै हो, बगरै मात्रै छ, तर भए पनि यहाँनिर मजाले फल्छ है। आशिषको जग्गा हेर्नु न, करेला क्या मजाले फलिरहेको छ। गाउँको धेरै याद आउँछ, देशको, हाम्रो गाउँको। यसलाई चडक्कै भुटेर खाँदा मिठो आउँछ अर्ग्यानिक खाँदाखेरि। अनि यो चाहिँ बैगुन, यसको पनि समय आउँदैछ, खाने समय। धेरै फलेको रहेछ त करेला त, यहीँ फलिरहेको छ। म त्यहाँनिर दुईटा फलिरहेको छ। यहाँनिर फलिरहेको छ, एउटा यहाँ फलिरहेको छ, एउटा यहीँ फलिरहेको छ। यहाँनिर अनि काँक्रा चाहिँ त सबै सक्यो। चाहिँ काँक्रा बिउ राखेको मैले। यो चाहिँ अब यसलाई चाहिँ लानु पर्ने रहेछ। यो चाहिँ बिउ काँक्रा है, बिउ काँक्रा। यो चाहिँ बाइचान्स यसमा राम्रो भएन भने यहाँबाट निस्किन्छ भन्ने कुराको लिएर आएको यो सेकेन्ड अप्सन हो। यो चाहिँ अब चाहिँ बिउ काँक्रा बिउ निकाल्नु पर्यो ल। यसका तो काटेर चाहिँ सर्लक्कै निकालेपछि यो हो नि त माल चाहिँ त। यो काँक्राको बिउ, यो चाहिँ करेलाको लाई सुकाएर अब चाहिँ निकालियो। अब चाहिँ यसलाई सुकाएर चाहिँ रोप्ने जग्गा चाहिँ बाहिर चाहिँ त्यही यहाँनिर रोपिन्छ। अब कहाँ सुकाउनु भन्दा चाहिँ यहाँ माथि फ्रिजको टाउकोमा यसरी मजाले सुकाउने। ठक्कै फ्रिजको टाउकोमा चाहिँ कसले डिस्टर्ब गर्दैन। यसरी लक्कै फ्रिजको टाउकोमा सुकाएपछि चाहिँ रोप्ने हो मजाले।